यो खोलीको पानी कै नखानु मैले छोको छु। म एउटा दाइ दलितको छोरा हुँ। मेरो कोही साथीहरू बाहुन छेत्री छ जसको घरमा गए पनि मजाले खानुहुन्छ, म चाहिँ बाहिर बसेर खानुपर्छ। त्यस कारणले चाहिँ म यो गीत चाहिँ धेरै गुनगुनाउन चाहन्छु। मन चाहिँ दुख्दो रहेछ दाइ, काटेर सबैको रातै हो, मान्छे सबै एउटै हो। त्यस कारणले गर्दा चाहिँ मन अलिकति चसक्क हुँदो रहेछ। ए अछुतले नै हो मूर्ति कुँदेको, हो मूर्ति कुँदेको, पुजारीले छैनौ बुझेको, रुमाल धोको छु। यो खोलीको पानी कै नखानु मैले छोको छु। यो खोलीको पानी कै नखानु मैले छोको छु। होइन किन यस्तो गर्नु भने हजुरले? होइन दाइ, अब एक्लै हिँड्दाखेरि अब कोही छ कि यता पनि बोल्ने है, कोही अब सबै अब गाउँमा कोही छैन, कोही छ कि बाख्रा हेर्न आएको, गोरु हेर्न आएको, दाउरा घाँस काट्न आएको, त्यही भएर कुर्लेको कोही बोल्छ कि भनेर। ए कोही बोल्छ कि यो जङ्गलमा भनेर होइन? हजुर। यिनी दाउरा तपाईँले कहिले काट्नु भएको? हजुरले नै हो? यिनी चाहिँ हिजो काटेको चाहिँ, हिजो काटेर यहाँ चाहिँ बोकेको, अरू मान्छे पनि थिए बोक्ने चाहिँ। आज चाहिँ रहेको छ, म चाहिँ एक्लै आएको छु आज चाहिँ। यस्तै छ दाइ। त्यही त रमाइलो पनि गर्नु रहेछ होइन? जस्तै अब यहाँ कोही जङ्गलमा आएको छ कि एक्लै हुँदा होइन, कोही बोल्छ कि भनेर त्यो सिटी लाउने कुर्लिने काँधमा यो बन्चारो भेर्नु भएको छ होइन, कम्मरमा यसलाई खुर्पेटो भन्छ, खुर्पेटो भेर्नु भएको छ। अनि यो कम्मरमा पटुकी भन्छ, पटुकी बाँध्नु भएको छ। र त्यसमाथि हजुरले मिठो मिठो गीत पनि गाउनुहुन्छ होइन? ल गीत सुनाउ त एउटा। ल सानो सानो घर छ मेरो ए रुद्रपुरको गाउँमा, गोरे बाबु भन्दै मलाई ए बोलाउँछन् त्यो ठाउँमा। नामले पाएको कामले पाएको ए कामी दाइको छोरो, ए नलाउ माया ए नखाम कसम मनै मेरो मोरो साइली ए साइली मसँगै जान्छौ र मैले छोको खान्छौ। गीत पनि यति मिठो गाउनुहुन्छ। हजुरको नाम विमल सुनार होइन? त्यही त। ल जाउँ, हजुरले दाउरा काट्ने काम तल हो दाइ, अब नजिकै छ। ल जाउँ।